हेलो दर्शकहरू सम्पूर्णलाई नमस्ते। सबैजना सन्चै आरामै हुनुहुन्छ। म यसो एउटा भिडियो बनाउँदै हिँड्दै गरेको थिएँ जङ्गलमा, बाट बनाउँदै हिँडिरहेको थिएँ। बाटोमा एउटा यहाँनिर ट्र्याक्टर हिँड्या भित्र छिरा देखेँ। के रहेछ त भनेर यसो हेर्दै गएको थिएँ। जाने क्रममा एक ठाउँ थिएँ अनि त्यहाँनिर सालको बोक्रा ट्र्याक्टरले फाल्दै रहेछ। मैले के चोर्न आएँ यहाँ, साल धार चोर्न आएँ कि भनेर यसो छानबिन गर्दै हेर्दै जान्ला थिएँ। जाने क्रममा यहाँनिर अलिक पर गएँ। यहाँनिर ट्र्याक्टरले यस्तरी सालको बोक्रा फालिदिएको छ। यहाँनिर आउने क्रममा यहाँ यस्तरी ल्याएर फाल्दा रहेछ नि, हेर्नु त यस्तरी पनि फाल्न मिल्छ है। बिचारो यस्तो जोत्नेसम्म जोत्ने त्यहाँ लास्टमा ल्याएर यस्तरी फालिदिने। घरै गाडिदिए पनि त हुनु र, घरै गाडिदिने अथवा खाल्डो खनेर गाडिदिने। यस्तरी फाल्दा हो नि त। बिचारो यत्रो वर्षमा त्यो गर्ने, जोत्या यसैले खाने, लास्टमा ल्याएर यसैलाई फालिदिने। यस्तो गर्न त भएन त। बरु घरै लिएर खाल्डो खनेर गाडिदिने अथवा जङ्गलमा ल्याए पनि अलिक कतै चिराचारी भए लगेर फालिदिने। यो बाटो हिँड्ने बाटोमा पात टिप्न आउँछन्, पात टिप्नेलाई गन्न आउँछ। बाटो हिँडेर छ, बाटो हिँड्ने मान्छेलाई गन्न आउँछ। यस्तरी गर्न पनि पाइन्छ र। हजुरहरूले के भन्नुहुन्छ? लाइक कमेन्ट सेयर गरिदिनु होला भन्दै बिदा हुन्छ। हवस् त, नमस्ते सबैजनालाई।